विराटनगर कोशी प्रदेशको राजधानीसँगै प्रदेशको एक मात्र महानगरपालिका हो। नेपालको राजनीतिक र आर्थिक क्रान्तिमा विराटनगरको महत्त्वपूर्ण योगदान रहेको छ। जहानीय राणा शासन विरुद्ध 2007 सालमा भएको क्रान्तिको जग विराटनगर नै हो। विक्रम सम्वत 1993 सालमा नेपालकै पहिलो उद्योगको रूपमा स्थापित विराटनगर जुट मिलको मजदुर आन्दोलनकै जगमा टेकेर 2007 सालको क्रान्ति भएको देखिन्छ। विराटनगरले प्रधानमन्त्रीसँगै थुप्रै मन्त्री जन्मायो, तर जुन रूपमा विराटनगरले विकासको गति लिनुपर्ने हो त्यस अनुसार नलिएको विश्लेषकहरू नि बताउँछन्। पटक पटक सत्ताको नेतृत्व गरेको विराटनगरले समग्र देशको विकासतर्फ ध्यान दिँदा विराटनगर भौतिक पूर्वाधारको विकासमा पछि परेको उनीहरूको टिप्पणी छ। 77 वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको विराटनगरमा 19 वटा वडाहरू रहेका छन्। नगरपालिका, उपमहानगरपालिका हुँदै महानगरपालिकाको स्थान प्राप्त गरेको विराटनगर पछिल्लो समय भने समृद्धि र विकासको पथमा अगाडि बढिरहेको देखिन्छ। भौतिक विकासमा लागि परेको विराटनगर महानगरपालिकाले आर्थिक वर्ष 2079-80 देखि चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा 39 किलोमिटर सडक कालोपत्री गरेको छ। महानगरले सडक पूर्वाधारको विकासका लागि खाल्डा खुल्लीरहित महानगर अभियान सञ्चालन गरिरहेको छ। यसका लागि पछिल्लो 3 वर्षमा महानगरमा 56 किलोमिटर नयाँ सडकमा ग्राभेल गरिएको छ। महानगरका अनुसार पछिल्लो 3 वर्षमा 53 किलोमिटर नाला निर्माण भएको छ भने यो अवधिमा 198 वटा कलभर समेत निर्माण गरेको महानगरले जनाएको छ। महानगरमा अहिले 19 वटा वडामा 1 अर्ब 15 करोड भन्दा बढीका ठूला साना परियोजनाहरू सञ्चालन भइरहेका छन्। वडा स्तरमा पनि 1 करोड भन्दा माथिका थुप्रै योजनाहरू निर्माणको चरणमा रहेका छन्। सीमित स्रोत साधनको बावजुद पनि विराटनगरको विकासलाई समानुपातिक रूपमा अगाडि बढाइरहेको मेयर नागेश कोइराला बताउँछन्। महानगरपालिकामा हामीले चाहेको र गर्न चाहेको कुराहरू थुप्रै छन्, तर रिसोर्सेस एकदम कम छ अथवा चाहिँ साधन स्रोत एकदम कम छ। हामीले पोहोर सालको बजेटमा 64 करोड 6 लाख रुपियाँ कमाएको थियौँ आन्तरिक आय। अब यसपालि चाहिँ 61-62 करोड रुपियाँमा छ। अब त्यो 61-62 करोड रुपियाँले हाम्रो ल्याकत, किनभने त्यसमा के भन्दाखेरि शिक्षालाई मात्र बाँडेर भएन, हामीले चाहिँ स्वास्थ्यलाई पनि दिनु पर्यो। त्यसरी अन्य थुप्रै महाशाखाहरू छन् जहाँ चाहिँ हामीले पैसा विनियोजन गर्नुपर्छ। त्यसै गरी वडाबाट पनि पैसा पठाउनु पर्ने भएको कारणले गर्दाखेरि हामीले चाहिँ गाह्रो भयो। हामीसँग भएको लिमिटेड रिसोर्सेसले अनलिमिटेड काम गर्दाखेरि प्रायोरिटीमा रहेका जति पनि कामहरू छन् त्यसलाई चाहिँ कसरी चाहिँ हामी चाहिँ सल्टाएर जान सक्छौँ त्योतर्फ चाहिँ हामी सधैँ उन्मुख भएर काम गरिरहेका छौँ। र स्कुलहरूको यसपालि चाहिँ हामीले के गरेका छौँ भने स्कुल्सहरूको छात्रहरूलाई मिनिमम पोहोर साल हामीले के गरेका थियौँ भन्दाखेरि स्कुलहरू सबैमा चाहिँ कुनै कोठामा पनि पङ्खा नभएको चाहिँ कोठा नहोस् भनेर हामीले चाहिँ पङ्खा हामीले आफै वितरण गरेका थियौँ भने यो साल चाहिँ छात्रहरूको लागि चाहिँ सबै स्कुलमा टोयलेट अथवा चाहिँ एकदम आधुनिक तरिकाको अथवा चाहिँ कमसेकम एडिबल तरिका चाहिँ टोयलेट हुनुपर्छ अथवा शौचालय हुनुपर्छ भनेर चाहिँ हामीले सबै स्कुलमा चाहिँ सामुदायिक विद्यालयहरूमा छात्रहरूको लागि चाहिँ टोयलेटको चाहिँ व्यवस्था गर्ने बजेटमा राखेका छौँ।